नमस्कार, म डान्सर कलाकार शिवदास गुरुङ साङ्गीतिक कार्यक्रमको लागि बेलायतमा आएको छु। लोक संस्कृति, लोकगीत र लोकनाचको महासङ्ग्राम, महाउत्सव हुँदैछ युके सहरको अल्डसटमा रहेको एम्पायर हलमा। यही मेको 30 तारिकको दिन हुँदैछौँ। सम्पूर्ण युकेवासी आमाबुबा, दाजुभाइ, दिदीबहिनी, सम्पूर्ण इष्टमित्रहरूलाई हामी मे 30 तारिकको दिन नवौँ लोकगीत स्वर्णिम साँझमा यहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु, हार्दिक निमन्त्रणा गर्न चाहन्छु। सम्पूर्ण कलाकारहरूको तर्फबाट नेपालबाट आमन्त्रित थुप्रै कलाकारहरूको विशेष प्रस्तुति रहनेछ त्यो दिन। लोकगायिका, लोक गायक तथा लोक नृत्यमा अब्बल कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। यहाँहरू सबैजनालाई म निमन्त्रणा गर्न चाहन्छु। हामी त्यो दिन चाहिँ लोकगीतका विभिन्न भाकाहरू, झौडे भाका, ठाडो भाका, अनि त्यसै गरी कौडा मारुनी भाका, पूर्वेली भाका, पश्चिमेली भाका, पञ्चेबाजा लगायत विभिन्न हाम्रो नेपालको संस्कृति, कला संस्कृति, परम्परा बोकेको गीतहरूमा हामीले विशेष प्रस्तुतिहरू दिनेछौँ। थुप्रै कलाकारहरूको जमको भेट हुने दिन हो त्यो दिन। सबै कलाकारहरूसँग तपाईँहरूले भेट्ने मौका पनि र हाम्रो पनि तपाईँहरूसँग भेट्ने मौका त्यो दिन रहेको छ। सबैजनालाई फेरि पनि आमन्त्रण गर्न चाहे स्वर्णिम साँझमा यहाँहरू सबैलाई निमन्त्रण गर्न चाहन्छु। जय गीत, जय सङ्गीत, जय लोकनाच। नमस्कार।